आउँदै आउँदै हामी बाटोमा खतरा चिज देखेको छौँ है गाइस। कुन सर्वमा हेर्दा पक्कै पोती सर्व हुनुपर्छ। फर्किन सकिन्छ। के तपाईँ नुहाउनुहुन्छ? बाजे आउनु म नुहाइदिन्छु। साँच्ची हो 500 दिन बरु ल दाइको जोसै फरक छ फेरि। सो हेलो गाइस, नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। अनि तपाईँहरू चाहिँ यो थम्बनेल हेरेरै थाहा पाइसक्नु भयो होला आज हामी कहाँ जान लाग्छौँ भन्ने कुरा है। अनि धेरै त छैनौँ, अहिले अङ्कल र म छौँ। खोइ कता म अङ्कल चाहिँ यहाँ हुनुहुन्छ, लास्टमा हुनुहुन्छ। अनि दाइ आउनुहुन्छ। अनि दाइले मेसेज गरेको थियो गेटको चाबी छैन भनेर खोज्नु लाग्नु भएको थियो। कतिखेर आउनुहुन्छ, सायद तालपरे त्यहीँ जानुपर्छ होला। हेरेन टक्क दाइको नि इन्ट्री भइसकेको छ। अहिले चाहिँ रातको 5 बज्न लाग्यो होला। अनि टक्क लगाएर दाइ फेरि त्यहाँदेखि भ्लगिङ गर्दै आउनुहुन्छ। अनि त्यही हो गाइस, रमाइलो हान्नुपर्छ। भिडियोमा चाहिँ आउनु सक्नुहुन्न, फेरि हेर्नु चोरी फेरि यहाँ गाइस चाहिँ हाम्रो दाइ ढिलाइ नै आइसक्नु भएको छ। फेरि हेलो हेलो गाइस, गेटको चाबी चाहिँ भेटाउनु भएको रहेछ अहिले। अनि अङ्कल यहाँ आउनुहुन्छ। कोही छैनन् कि फेरि अहिले रातिमा। टक्क हामी 3 जना मात्र हो जान लागेको। त्यही गाई चाहिँ रमाइलो गर्नुपर्छ आज। सो हामी चाहिँ यही टक्क लगाएर सहिद पार्क इन्ट्री भइसकेको छ हाम्रो। अनि त्यही हो गाइस, अँध्यारो छ, चिसो छ। अङ्कल यहाँ हुनुहुन्छ। गाह्रो भयो भने अहिले गएर फर्क्यौँ भन्ने लान फेरि हिउँ पर्न ला अब टक्क मजाले गाई चाहिँ सुर्खेतमा हिउँ पर्न ला हारे ढिलाइले भनेको। हामीले गर्नुपर्छ गाई चाहिँ। गाह्रो भने चाहिँ अलिबाट फर्किन सकिन्छ। मास्टर कोही देवा गीत लगाएर राखिरहने गरे मान्छेहरूले। अनि त्यही गाई चाहिँ हामीले गर्नुपर्छ। अन्धारै छ, हुँदा आएर लग्यो भने गाह्रो छ गाई चाहिँ। सो है उतिर चाहिँ जुन त्यहाँ लाइट बल राख्यो नि, त्यो चाहिँ सहिद पार्क हो भनेपछि अब हामी चाहिँ गुठीमा जानलाई हामीदेखि उकालो हिँड्नुपर्छ। अनि त्यही गाइस रमाइलो गर्नुपर्छ। अनि टक्क यहाँ दाइ र अङ्कल चाहिँ यहाँ हुनुहुन्छ। एकदम अँध्यारो छ क्या, त्यही 4 साढे 4 त्यतिर भइरह होला। सो गाइस चाहिँ अनि हामी चाहिँ यसरी हिँड्दै माथि आउँदाखेरि टक्क लगाएर दामी ठाउँ देख्छ है। उयो सुर्खेतको हाफ भ्याली देख्दै रहेछ यहाँदेखि टक्क लगाएर दामी तरिकाले। त्यही गाइस अलिकता दाइलाई हिँड्न गाह्रो भयो भने सक्दैछौँ। एकदम फर्किएसमा हिँड्नुपर्छ। डिल दाइले चाहिँ हिँड्न अलि गाह्रो भयो भन्ने खबर पाएको थिएँ मैले। अब यहाँ पानी भेट्यो, डिल दाइले नुहाउनुहुन्छ अरे। हेरौँ के यो सम्भव छ त? यस्तो चिसोमा नुहाउन के सम्भव छ? हेरौँ। जनता जान्न चाहन्छन् डिललाई। के तपाईँ नुहाउनुहुन्छ? बाजे आउनु म नुहाइदिन्छु। साँच्ची हो 500 दिन बरु 500 चाहियो अरे गाइस। अब 500 रुपियाँ नभएर कहाँ दिने हो है। अनि टक्क यहाँ साह्रै हिँड्न गाह्रो भयो अरे। कस्तो भइरहेको एक्सपिरियन्स? क्यान यु टेल मी? आउँदै आउँदै हामी बाटोमा खतरा चिज देखेको छौँ है गाइस। गाइस सर्प छुटा भने कुन सर्वमा हेर्दा पक्कै पोती सर्व हुनुपर्छ। हान लाग्यो बाउला अन्धारा। ओहो। सो है यतिखेर चाहिँ हामी टक्क लगाएर आधी बाटो चाहिँ क्रस गरिसकेका छौँ। त्यसपछि त्यही हो, एकदम गाह्रो भइरहेको छ हिँड्न। किन होला कुन्नी युवराज अङ्कल फेरि टक्क यहाँ छन्। उज्यालो हुन लाग्यो गाइस।
त्यस अन्ध्यारो थियो कोही नदेख्ने ठाउँमा त्यसरी आएको उज्यालो हुन लाग्यो पुरा जङ्गल छ क्या गुड मर्निङ सुर्के गुड मर्निङ सुर्खेत है अब त्यही हो अहिलेसम्म सुतिराख्नु भयो होला उठ्नुहोस् यति अँधेरो छ है किनभने टक्क लाएर ऊ टक्क मलाइसक्यो र गाइज टक्कै दाइहरू फेरि यहाँ आउनुहुन्छ ए ऊ अब आउनु लाग्यो गाइज ऊ यहाँ माथि मात्र अब तरी छैन अनि टक्क बिहानै यस्तो भ्यू हेर्नको मजा आउँछ सो गाई चाहिँ यतिखेर टक्क हामी माथि गोठीगाँडा भन्ने ठाउँ पुगिसकेका छौँ अनि अब चाहिँ यहाँदेखि उता थोरै 15-20 मिनट लाग्छ माथि पुग्न त्यहाँदेखि दामी भ्यू देखिन्छ नटल छ नि त हामी होइन अनि फेरि अघि भने दाइको जोस अर्कै थियो भने चाहिँ अहिले फेरि अर्कै जोस देखाउनु पर्यो देखिरहेको छु ल दाइको जोसै फरक छ फेरि अनि अङ्कल यहाँ हुनुहुन्छ कस्तो भइरहेको अङ्कलले किन है फेरि थो फेस लुकाउने मन लागिसकेको छ उताबाट अनि त्यही हो रमाइलो भयो गाई त्यो बिहान बिहानै 3 बजेर उठेर आउनु कस्तो हुँदो रहेछ भन्ने पुरा एक्सपिरियन्स लग्यो आज लाइफमा यतिखेर चाहिँ टक्क लाएर हामी माथि डाँडा पुगिसकेका छौँ है अनि ए दिस इज भ्याली सुर्खेत भ्याली चाहिँ यो हो अनि टक्क दाइ अङ्कल यहाँ हुनुहुन्छ दाइ कस्तो भइरहेको एक्सपिरियन्स एकदम बवाल दाइको अनि टिक्टा दाइको टिक्टा आइडी चाहिँ अनुप छेत्री सबैले गएर माया साथ सपोर्ट देखाइदिनु होला अनि त्यही हो गाइस भ्यू टक्क घाम आउनु लाग्यो त्यहाँदेखि यो डाँडा नि ऊ तल गयो हो त्यो चाहिँ देउराली त्यहाँदेखि दामी देखिन्छ त्यही हो माया साथ सपोर्ट गरिदिनु होला अस्तिको जस्तै यो भिडियोमा नि माया देखाइदिनु होला गाइस त्यही हो उता भेटौँला फाइनल्ली गाइस चाहिँ यतिखेर टक्क लाएर हामी गोठीगाँडा पुगिसकेका छौँ जान्दै अनि त्यही हो अनि यहाँ हाम्रो लभली अङ्कल अनि टक्क लाएर भ्यू नै दामी छ अनि भन्दा कान्छे टक्क लाएर हिँड्न डाँडा यहाँ आउँदा नि अब यहाँ आउँदा नि यहाँ राम्रो छ क्या त्यही हो माथि डाँडा जाम गोठगाडा भनेर फोन गरे बिहान 3 बजे आएको यहाँ बेलुका स्टोरी आउँछ हेरेछ टक्क है हामी चाहिँ फाइनली पुग्यो अनि दाइहरू चाहिँ यहाँ हुनुहुन्छ दाइ कस्तो भयो फिलिङ्स 3 बजे उठेर आउँदा बहुत अनि त्यही चाहिँ टक्क लगाएर यहाँ देखाएँ अझै दुनियाँ यहाँ देखिरहेको त ऊ यहाँ तल पछाडि हो त्यस्तै यहाँ यसरी भने यति दामी हुन्थ्यो भएन ठिकै छ गाइस अर्कोचोटि आउँला हामीले गर्नुपर्छ गाइस अब फोटो खिच्ने एकछिनमा ल गाइस है एउटा गोठीगाँडा पुगेर नि अब घर फर्किन लाग्यो एकदम रमाइलो भयो चिसो भयो अनि दाइ टक्क यहाँ आउनुहुन्छ अनि युवराज अङ्कल त्यही हो आज भिडियो जस्तो रमाइलो भयो एकछिन चाहिँ अब टक्क यहाँ बसेर अनि चिया जाने अनि आन्टी चाहिँ त्यहाँ चिया बनाउनु भएको त्यही हो अनि अब माया साथ सबै राख्दैन लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला गाइस थ्याङ्क यू